हाम्रा देशका मन्त्रीहरूले मन्त्री बनेर रङ्गुलावासीले धेरैपल्ट चुनाव जिताएर तपाईँलाई सत्तामा पुर्याउँदाखेरि पनि रङ्गुलावासीले पिउने बानी पाएका छैनन्। र म आज घोषणा गर्न चाहन्छु, तपाईले मलाई साथ दिनुहोस्। यदि आम जनता पार्टीको उम्मेदवार थापाजीलाई तपाईँले जिताउनु भयो र समन पार्टीबाट पनि तपाईँले मतदान गरेर धनकुटाको हाम्रो उम्मेदवारलाई जिताउनु भयो भने म तपाईँलाई भन्न चाहन्छु धनकुटावासीलाई पिउने पानी रिक्सी हवाले खुवाउँछु। ल तपाईँ ढुक्क आउनु पिलाउँछ शुद्ध पिउने पानी र मेरो दायित्व दिवाली होला। धनकुटावासीले पिउने पानी किन पाएको छ मलाई थाहा छ। खाने पानी मन्त्रीको होइन पहिला मलाई पिउने पानी दिनुभयो। धनकुटाको पीडा मलाई थाहा छैन। म धनकुटावासीको पीडा बुझ्छु। यहाँको जनता सचेत छन्, गम्भीर छन्। यहाँको जनता परिवर्तनको पक्षमा छन्। यहाँको जनताले जहिले पनि परिवर्तनकारी शक्तिलाई साथ दिएको छ। यति गम्भीर छन् यहाँको जनता, यति इमान्दार छन् र यति सुझुझ भएका जनता छन्। त्यसैले धनकुटावासीले धेरै नेता देखे, धेरै नेता जन्माए। आज मैले देशको राजनीतिमा आइरहँदाखेरि पत्रकारिता पेसालाई छोडेर नेपालको पत्रकारिता पेसा मैले बिहानदेखि बेका छन् के गर्ने तपाईँलाई थाहा छ। जनताको बारेमा दुई मान्छेको बारेमा बोल्ने मान्छे म हो। त्यसैले आज हाम्रो देशको जनताको समस्या समाधान गर्नलाई आम जनता पार्टी यसबाट देशभरि आएको छ। देशभरि जनताको एजेन्डा बोकेर आयो र हाम्रो देशमा अब भ्रष्टाचारलाई कारबाही गर्ने शक्ति कोसँग छ। बोलेर मात्रै हुँदैन। म वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई जहिले पनि सहयोग गरेको मान्छे। तर आज म उहाँको आलोचना समय सान्दर्भिकतालाई ध्यानमा राखेर के भन्न चाहन्छु, सचेत गराउन चाहन्छु, चुनाव रोक्ने काम नगर्नुहोस्। चुनाव रोक्ने काम गऱ्यो भने जनता चुप लागेर बस्दैनन्। अब निर्वाचनबाट नयाँ नेतृत्व देशले खोजेको छ। मैले खबरहरू थाहा पाइराखेको छु। काठमाडौँ बैठकहरू भइराखेको छ। त्यहाँ षड्यन्त्र हुन सक्छ। त्यो षड्यन्त्रलाई चिर्न ऋषि धमलाले घर घरमा आएको छ, गाउँ गाउँमा आएको छ, बस्ती बस्तीमा आएको छ। जनताको मुख परिवर्तन गरेर विकास समितिको यात्रा आज देशमा अगाडि बढाएर 10 वर्षमा यो देश नेपाललाई सम्पन्न समृद्धिशाली बनाएर सबै जनताले सोचे अनुसारको, जनताले चाहे अनुसारको सबैबाट सक्षम देश बनाउने विकास आज जनताको एजेन्डा हो। अब जनता भाषामा होइन काममा, एक्सनमा विश्वास गर्छन्। त्यसैले आज तपाईँको बिचमा आइरहँदाखेरि धनकुटावासीलाई साक्षी राखेर सबै आमा बुवा दिदीबहिनीलाई भन्न चाहन्छु, अब एउटा अभियान सुरु गरौँ। एउटा अभियान सुरु गरौँ, घर घरबाट, बस्ती बस्तीबाट हाम्रो देश बिगार्नेलाई, देशमा भ्रष्टाचार गर्नेलाई, देशमा आज युवाहरूलाई विदेश जान बाध्य पार्नेहरूलाई देशमा रोजगारी सृजना गर्नु पर्ने आवश्यकता हो। तर्फै रोजगारी म युवाहरूको पक्षमा बोल्ने मान्छे हो। त्यसैले म तपाईँलाई भन्न चाहन्छु अब देशमा एउटा परिवर्तन सुरु भयो। साना दिना नयाँ पुराना दल कसले कति काम गरे जनताले याद गराओस्। गत निर्वाचनमा चुनाव जितेर जाने दलले कति काम गर्यो, जनताको प्रतिनिधि भएर चुनाव जितेर यहाँबाट जनताको मत लिएर जाने कति काम गर्यो। यो अवसर तपाईँको लागि आउँदैछ। तपाईँहरू अब एउटा निर्णय पुग्नुपर्छ। विगतका दलहरूले यो देशमा काम गरेनन्, क्रान्ति गरे, आन्दोलन गरे, तर जनताको लागि काम गर्न सकेनन्, विकास गरेनन्।